गाइजहरु खानै परिहाल्यो आज पनि पर्खिने त दाल हाले आजको भान्सामा चाहिँ हाम्रो रहेको छ रायोको साग भेन्डी र आलुको तरकारी चाहिँ मेरो फेभरेट हो चिकन के भन्छ यसलाई मुलाको अचार तर त्यो थिचेको के अनि तपाईको काँक्रो कागती खुर्सानी त चाहिहाल्यो अनि दाल लप्सीको अचार भेन्डी लगाइज फर्स्ट बाइट खाएँ ल भिडियो जारी छ मोही आफ्नै घरमा पारेको मोही चाहिँ पारेको तर दही ल्याएर है ल हाम्रो भिडियोको इन्स्पिरेसन चाहिँ विनिता दिदी हुनुभएको छ अनि यस्तो मिठो तरकारी भएपछि त मासु नै चाहिँदैन गाइजहरु भेन्डी कति मिठो हो हजुर चाहिँ म जस्तो को हुनुहुन्छ मलाई चाहिँ एभ्री बाइटमा कागती चाहिँ चाहिन्छ नि त मलाई पहिलेदेखिको भने कागती नभएसम्म चाहिँ म भात खान सक्दिनँ जानु हेलो म चाहिँ भातभन्दा धेरै तरकारी खाने ट्राई गरिरहेको छु सिनिक्क नबनाएसम्म त खाएको के मजा होइन मैसँग भात खानुको मजै बेग्लै छ क्या